विशुद्ध समाजका गतिविधि थाहा पाउनको लागि यी क्रोटलाई सब्स्क्राइब गर्नुहोस् अनि यो बेल आइकनलाई दबाउन नबिर्सनुहोस् है त। बिना मेकअप श्रीमतीलाई देखेपछि अदालत पुगे श्रीमान। सुन्दर युवती आफ्नी श्रीमती होस् यो जो कोहीको पनि अपेक्षा हुन्छ, तर एक व्यक्तिले आफ्नी श्रीमतीलाई बिना मेकअप देखेपछि क्षतिपूर्ति माग्दै अदालतको ढोका ढकढकाएका छन्। यो घटना हो अल्जेरियाको। डेली मेनका अनुसार बिना मेकअप आफ्नी श्रीमतीलाई पहिलो पटक देखेपछि उनका श्रीमानले नराम्री महिलाले मलाई नराम्रोसँग फसाएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्। उनले आफ्नी श्रीमती बिना मेकअप एलियन जस्तो लागेको बताएका छन्। उनले आफ्नो मानसिक सन्तुलन नै बिग्रिएको कारण क्षतिपूर्ति स्वरूप $20,000 माग गरेका छन्। उनका श्रीमानका अनुसार उनले ती महिलासँग डेटिङ गरेको र विवाह गर्दा पनि राम्री रहेको बताए, तर जब उनले आफ्नी श्रीमतीलाई बिना मेकअप देखे तब आफू फसेको बताएका छन्। खासमा उनले आफ्नी श्रीमतीको अनुहार हेरेर नै बिहे गरेको बताए। विवाह गरेको भोलिपल्ट ती श्रीमानले आफ्नो श्रीमती बिहानै उठ्दा उनको अनुहारमा मेकअप थिएन र उनी एकदमै कुरूप देखिएकी थिइन्। त्यस लगत्तै उनले आफ्नी श्रीमतीले मलाई जाल जेलमा फसाएर विवाह गरेको भन्दै $20,000 अदालत सामु माग गर्दै मुद्दा दायर गरेका छन्। तपाईलाई यो खबर सुनिसकेपछि आफ्नो मनमा कस्तो कुरा उब्जिए? के जिन्दगी सधैँ रूपले मात्र चल्छ र? अनि ती महिलाले पनि भविष्यमा थाहा हुने नै वास्तविकता किन लुकाउनु पर्थ्यो र? हैन र? आफ्ना प्रतिक्रियाहरू कमेन्ट बक्समा कमेन्ट गर्नुहोला अनि दिनदिनै नयाँ नयाँ खबर लिएर आउने यी क्राउटलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी फेरि आउनेछौँ। नमस्कार।